यहोशू 15 अध्याय। यहुदाको भाग। यहुदाका कुलको भाग तिनीहरूका वंश अनुसार एदोमको सिमानासम्म र दक्षिणतर्फ जिनको जाडस्थानसम्म थियो। तिनीहरूका दक्षिणको सिमाना खारा समुद्रको पल्लो छेउ दक्षिणतर्फको खाडीदेखि सुरु भएको थियो। त्यो अक्रबिमको उकालोको दक्षिणतर्फदेखि भएर जिनलाई छिचलेर कादेश बर्नेको दक्षिणपट्टिबाट उँभो लागेर हिस्रोनलाई छिचलेर अद्दारसम्म उकालो लागेर कर्कामा घुमेर फिरेको थियो। त्यहाँबाट त्यो सिमाना अजमोन छिचलेर मिश्रको खोलामा निस्केको थियो। त्यस सिमानाको अन्त समुद्रमा भएको थियो। तिनीहरूको दक्षिण सिमाना यही हो। पूर्व सिमाना खारा समुद्र यर्दनको अन्तसम्मै थियो। उत्तरको सिमाना यर्दनको अन्तमा झिलको खाडीबाट सुरु भएर बेत होग्लामा चढाउ भई बेत अराबाबाट उत्तर छिचलेको थियो र त्यो सिमाना रुबेन वंशी बोहनको ढुङ्गासम्म चढेको थियो। त्यो सिमाना आकोरको बेसीबाट दबिरसम्म चढेर गएको थियो अनि यसरी उत्तरतिर खोलाको दक्षिणपट्टि भएको अदुम्मीमका उकालोको सोझै गिलगालतिर लागेका थियो। अनि त्यो सिमाना एन सेमेस नाउका तलाउको छेउछेउ लागेर एन रोगेलमा निस्केको थियो। फेरि त्यही सिमाना बेनहिन्नोमको बेसी भएर यबुसी अर्थात् यरुसलेमको दक्षिणपट्टि उकालो लागेको थियो। अनि त्यो सिमाना हिन्नोमका बेसीको पश्चिमतिर भएका रपाईहरूका बेसीको पल्लोपट्टि उत्तरतिरका डाँडाको थाप्लोसम्मै पुगेको थियो। त्यही सिमाना डाँडाको थाप्लोबाट नेप्तोह नाउँ भएको पानीको मुहान पुगेर एप्रोन पहाडका सहरहरूसम्म गएको थियो। फेरि त्यो सिमाना बाला अर्थात् किरियत यारिमसम्म पुगेको थियो। बालाबाट त्यो सिमाना सेयर पहाडसम्म पश्चिमतिर मोडिएर यारिम डाँडाको, जसलाई कसालोन पनि भनिन्छ, उत्तर किनार भई बेत सेमेससम्म झरेर तिम्नामा निस्केको थियो। त्यो सिमाना फेरि एक्रोनको उत्तरतिर पुगेको थियो र फेरि सिक्करोनमा पुगेर बाला डाँडा छिचलेर यबनेलमा निस्की यो सिमाना समुद्रको किनारसम्म पुगेको थियो। पश्चिमी सिमाना चाहिँ महासमुद्रको किनार भइहाल्यो। यहुदाका सन्तानका तिनीहरूका वंशअनुसार चारैतिरको सिमाना यही हो। यहोशूलाई परमप्रभुको आज्ञा भएअनुसार तिनले यपुन्नेका छोरा कालेबलाई यहुदामा यो भाग दिए, अर्थात् अनाकका पुर्खा अर्बाको सहर किरियत अर्बा, जसलाई हेब्रोन पनि भन्दछन्। कालेबले त्यहाँबाट 3 जना अनाकी सेसै, अहिमन र तल्मै अनाक वंशीहरूलाई निकालिदिए। त्यहाँबाट तिनी